कसरी बनाउँछु निकाल्ने हो रमालीको 60-70 ग्रामको हो त्यहाँबाट यसलाई यसरी मजाले बेल्ने हो वरिपरि घुराइ आरामले बेल्ने हो यसरी बेलेर मजाले आरामले बेल्ने हो अब यति बेलिसकेपछि के गर्ने हो भने साइड पुरा बेल्नुपर्छ हेर्नुहोस् है यसरी साइड पुरा साइड बेल्ने हो यसरी पुरा साइड बेल्ने नि अब यसलाई यसरी उठाउने हो यसरी यताबाट लाने यस्तो गर्ने यस्तो 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 यसरी उठाउने उडाउनु छ भने चाहिँ यस्तो गर्ने यसरी उडाउनु फेरि यस्तो गर्ने यसरी उडाउनु छ भने चाहिँ यसलाई यस्तो गरेर यसरी उडाउनु हो यसरी त्यहाँबाट यसो गरेर यस्तो गर्ने भट्टीमा लगाउनु ट्याक्कै भट्टीमा लगाएर तन्काइदिनु अलिकति त्यत्रो ठुलो भयो यसलाई चाहिँ भन्छ गाइस रोमाली रोटी हेर्नुहोस् त्यहाँबाट यसलाई यसरी फर्काउनुहोस् हो फर्क्यौँ भट्टी पुरा गरम राख्नुपर्छ भट्टीमा लगाउँदाखेरि पाक्नुपर्छ अनि यसलाई फेरि यसरी पटाउने रुमाल जस्तो त्यही भएर यसलाई रोमाली रोटी भनिन्छ हेर्नुहोस् यसरी पटाउने एक साइड पटायो फेरि अर्को साइड यसरी पटाउने हो त्यहाँबाट यसलाई फेरि यस्तो गर्ने यसरी पट्याउने हो फेरि यसलाई यस्तो गर्दा यता पल्टाउने यहाँ कति मजा रातो भयो होइन फेरि यसरी पल्टाउने हो यतातिर पनि रातो भयो बस हाम्रो रोमाली रोटी भयो यो रोमाली त्यसरी बनाउने हो गाइस घरमा बनाएर ट्राई गर्नुहोस्